सो हेलो गाइज गुड इभिनिङ। अहिले चाहिँ दिनको होइन दिनको लगभग तिम्रो 2 बजी रहेछ अनि अहिले चाहिँ म भिडियोज प्ले गरिरहेछु कि अनि म फाइनली विशाखापट्टनम चाहिँ आइसकेँ। अनि फाइनली म चाहिँ विशाखापट्टनम होइन विशाखापट्टनम आइसक्यो। मेरो 10-15 दिन भइसक्यो। अनि त्यो अहिले के भन्छ ज्वरोहरू मेरो ठिकै भएको छैन गाइज। 18-19 दिन भइसक्यो ज्वरोहरू एकदम ठिक भएको छैन। त्यसलाई अहिले मेडिकल जान्छु। मेडिकल गएर होइन सेलेनहरू उठाउँछु किनकि कमजोर फिल गरिरहेको छ मलाई। यस्तै गाइज सेलेनहरू उठाउँछु अहिले गएर। अनि त्यहाँपछि यही हो गाइज विशाखापट्टनमको रुटहरू यस्तै छैन। यस्तो छ विशाखापट्टनमको जहाँ हामी काम गर्न जग्गा यो चाहिँ गेट चाहिँ यो हो। अनि यहाँबाट हामी एन्टर गर्छु काम गर्न जानुको लागि। अनि आज चाहिँ मङ्गलबार छुट्टी वेकअप छैन हाम्रो, त्यसको लागि घुम्नु जाने भनेर निक्लेको। घुम्नु पनि जाने त्यहाँपछि मेडिकल पनि जान्छु। अनि सेलेन मेडिसिन के त्यो सब पनि लिन्छु भनेर निक्लेको गाइज। छैन बारिस पानी गिरेर यस्तो काण्ड भइरहेछ नि गाइज। 7 दिन कति दिन भइसक्यो काम गरेको, बाहिर निक्ल्नु पाएको थिएन। अनि आज छुट्टी भएको, आजै पानी गिरेर गाइज यति प्रब्लम भइरहेछ गाइज। ओके गाइज म मेडिकल गएर तपाईँहरूलाई भेट्छु ल। मेडिकलमा मलाई के हुन्छ के गर्नु सब देखाउँछु ल गाइज। ल बाई। फाइनली गाइज म चाहिँ अटोमा बसिसकेँ होइन। अहिले अटोमा बसिसकेँ। पानी गिरिरहेछ लगभग आधा घन्टाको बाद अटो आयो। अनि अहिले हामी अटोमा चढिसक्यो। होइन अटोमा हामी गइरहेछ। अनि यहाँ यस्तै म तिमीलाई यहाँको रुट देखाउँछु ल। यहाँको नजारा यो हुन्छ पहिला। सात समुद्र पारी तिमी, सात समुद्र पारी म, हात समाई सँगसँगै तिम्रो हिँड्न चाहन्थे म। जीवन गाह्रो छ मेरो तिमी बिना, तिमी उज्याली बनिदेऊ न। तिमी त्यो छाडी गयो मलाई यतै, के अब आशा मारिदेऊ म। यी बादल पनि गर्छन् मुटु, तिम्रै लागि धड्कन्छ मेरो। आँखाले तिम्रो आँखालाई देखि लजाउँदै फर्कन्छ किन। दिनहोस् कि रात तिम्रै यादले सताउँछ। मध्यरातको समयमा तिम्रो आवाज गुन्जिरहन्छ। त्यसैले ती 7 समुद्र तरिया, ती 7 समुद्र तरी माया। सबै सारहरूको रुमबाट गाइज फाइनली 3टा सेलेन उठाएर भर्खर म अहिले हिँडिरहेको छु रुममा। हालत खराब भइरहेको छ। अनि यहाँ चाहिँ मेरो साथी हाई भन्दैन, हाई भन्दा पनि हाई भन्। हाई साहिल चाहिँ अब सेलेनहरू उठाइसक्यो। अनि दबाई सबै लिइसक्यो। बिल बहुत ज्यादा भयो गाइज, बिल बहुत ज्यादा भयो। म्याक्सिमम् 1000 रुपियाँ गयो मेरो। र अब चाहिँ म रुम जान्छु। रुम गएर खानासाना खान्छु, त्यहाँपछि रेस्ट गर्छु। अनि त्यहाँपछि फेरि म भिडियो एडिट गरेर अपलोड गर्छु गाइज। त्यसको लागि बाई।